एक पटकको कुरा हो। एउटा ठूलो हरियो जंगलमा बिजुली नामको चलाक र रमाइलो बाँदर बस्थ्यो। ऊ सधैँ दौड्थ्यो, हाँस्थ्यो र अरू जनावरहरूलाई नाचाएर रमाइलो गराउँथ्यो। सबै उसलाई मन पराउँथे। बिजुलीको नाम किन बिजुली थियो भने ऊ एकदम छिटो हिँड्थ्यो, उफ्रिन्थ्यो, मानौ बिजुली जस्तै चम्किन्थ्यो। तर एक दिन उसको जीवन एक्कासी परिवर्तन भयो। उसको सबै साथीहरू आफ्ना परिवारसँग अर्को टाढाको जंगलतिर सरे। अब बिजुली एक्लै भयो। दिन बित्दै गयो र बिजुली पहिले जस्तो खुसी देखिँदैन थियो। न त उसले उफ्रिएर रमाइलो गर्यो, न त रुखमाथि गीत गाइरह्यो। जंगल नै सुनसान लाग्न थाल्यो। एक बिहान अनौठो कुरा भयो। बिजुली एउटा ठूलो बुटेदार रुखमाथि बसेको थियो। अचानक आकाशमा चम्किलो तारा जस्तै केही गरगनाउँदै तल झर्यो। बिजुली डरायो त उत्सुक पनि भयो। त्यो चीज जहाँ झर्यो त्यहाँ बिजुली दौडेर पुग्यो। हेर्दा के देख्छ भने एउटा नीलो प्वाख भएको टल्किने आँखाको सानो चरा त्यहाँ ढलेको थियो। बिजुली अचम्मित भयो। बिजुलीले बिस्तारै चरालाई उठायो र सोध्यो, तिमी को हौ? के ठिक छ तिमीलाई? चराले धीरे धीरे आँखा खोल्यो र भन्यो, मेरो नाम झिल्के हो। म जादुमय चराहरूको देशबाट आएको हुँ, तर म बाटो बिराएँ। बिजुलीले उत्सुक हुँदै भन्यो, जादुमय देश? त्यो कहाँ हो? तिमी जादु गर्न सक्छौ? झिल्के हाँस्यो, भन्यो, थोरै जादु गर्न सक्छु, तर मेरो शक्ति घटेको छ। म थकित छु। बिजुलीले उसलाई पानी ल्याइदियो, फलफूल खुवायो र रुखको गुफामा राखेर हेरचाह गर्न थाल्यो। केही दिनपछि झिल्के बलियो भयो। उसले बिजुलीलाई धन्यवाद दियो र भने, तिमी मेरो साँचो साथी हौ। तिमीले मलाई बचायो। अब म तिमीलाई एउटा उपहार दिन चाहन्छु। उसले आफ्नो पखेटाबाट एउटा चम्किलो नीलो प्वाख निकाल्यो र भन्यो, यो जादु प्वाख हो। जब तिमी कहिले एक्लो महसुस गर्छौ, यसलाई छोएर साथी आऊ भने पुग्छ। म तिमीलाई देखिनेसम्म आउँछु। बिजुली खुसी भयो। तर त्यत्तिकैमा झिल्केले भन्यो, मलाई अब फर्किनु पर्छ, तर हामी फेरि भेट्नेछौँ। समय बित्दै गयो। अब बिजुली फेरि खुसी भएर जंगल सफा राख्न, बिरालोहरूलाई पानी ल्याउन, हाते भालुहरूसँग खेल्न थाल्यो। उसले सबै जनावरहरूलाई आफ्नो साथी बनायो। तर कहिलेकाहीँ ऊ एक्लो महसुस गर्थ्यो। अनि झिल्केको त्यो प्वाख निकाल्थ्यो र साथी आऊ भनेर बोलाउँथ्यो। केही क्षणमै आकाशबाट झिल्के झर्थ्यो र उनीहरू फेरि सँगै रमाउँथे। कथाको शिक्षा। साँचो मित्रता सहयोगमा पाइन्छ। कहिले कसैको रूप, जात वा जातिको आधारमा मित्रताको फैसला नगर्नु। साँचो साथी त्यो हो जसले दुःखमा साथ दिन्छ।